नमस्कार मेरा जति पनि फलोवर्सहरू हुन्छ, जति पनि भ्युवर्सहरू हुनुहुन्छ सबैजनालाई र आज चाहिँ दुःखको क्षणमा भ्लग गर्दैछु है। र खासै यो भ्लग नगर्नुपर्ने हो मैले, तैपनि एउटा यसो डकुमेन्ट्री जस्तो हुन्छ होइन, पैसा पछाडि भनेर चाहिँ मैले भ्लग गर्दैछु। त्यो चाहिँ किन भनेर भन्नुहुन्छ तपाईँहरू सोच्नुहुँदै होला होइन। हामी चाहिँ एक तल लाबरबोटेमा म सधैँ तपाईँहरूलाई भ्लगमै देखाएको थिएँ योभन्दा अगाडि होइन, के भन्छ भ्लगमा पनि देखाइसकेको छु होइन। त्यहाँ लाबरबोटेमा त्यो उयोहरू गर्दै गरेको होइन। त्यहाँनिर होटलको एकजना दादा हुनुहुन्थ्यो होइन, रोयल दादा। उहाँको चाहिँ हिजो बेलुका होइन उहाँको बेबी होइन बित्नु भएको कारणले गर्दाखेरि आज चाहिँ उहाँ यहाँनिर आइरहेको छु होइन। र त्यही सानो एउटा तपाईँको सामने होइन भ्लग बनाएर ल्याउनु पऱ्यो होइन। त्यस्तो नराम्रो चाहिँ नसोचिनु होला तपाईँहरूले। 108 दिनको स्तुति जीवन यहाँ आउँछ, आज भोलि भरै भन्दै जीवन यहाँ आउँछ। त्यसलाई माया गर्ने मान्छे मृत्यु मारी उदाउँछ। त्यसलाई माया गर्ने मान्छे दिनहरू हेर्दै गुमाए व्रतमा चढाउँछु। यीशुको प्रेमको कहानी सबलाई गीतबाट सुनाउँछु। आज भोलि भरै भन्दै जीवन यहाँ आउँछ। आज भोलि भरै भन्दै जीवन यहाँ आउँछ। त्यसलाई के गाउँ पो भन्छ पहिला यो गाउँदेखि यता गाउँलाई के पो भन्छ अहिले वारी डाँडा गाउँमा के होइन, घरबाट हेर्दाखेरि उता 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 अलि मोर सरेको मान्छेको जिन्दगी के होइन नि। छेउमा जाँदा छड्के आँखाले फुवा फाँकुन्दा हुन्छ। उयो जस्तै रहेछ नि त, हेर्दा अर्ना जस्तै त्यसकै ब्रिड हो कि, सिङ पनि त्यस्तै छ नि त है। अन्तिममा बिदाई अगाडि